हेलो साथीहरू, नमस्ते। सन्चै हुनुहुन्छ होला है? म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। अनि हामी चाहिँ आज चाहिँ सुस्ता गएको थियौँ घुम्न है। यो सुस्ताको पुल हो यो झुलुङ्गे पुल। अनि हाम्रो यो नेपालको दोस्रो लामो पुल हो के झुलुङ्गे पुल। हेर्नु त कति राम्रो रहेछ पुल। यो चाहिँ मेरो छोरा हो। अनि यता चाहिँ हामी सबै फ्यामिली भएर आएको थियौँ घुम्न। यो चाहिँ सुन्तला खाँदै घुम्दै रमाइलो गर्दै यता चाहिँ मेरो आमा, अनि यता चाहिँ हाम्रो बहिनीहरू, उता बुवा, यता चाहिँ हाम्रो फुपूहरू सबै आएको थियौँ घुम्न। हामी सुस्ता पुल हेर्न आएको थियौँ के। उहाँहरू हेर्नु भएको थिएन, सो त्यही भएर हामी सबैजना घुम्न गएको थियौँ। उहाँहरू पनि हेर्नुभयो सुस्ता पुल। अब हेर्नु न, हाम्रो नेपालको पनि एउटा यो के अरे यो त्रिवेणी हो कि, यो पुरै त्रिवेणीको नदी हो यो। हेर्नु न कति धेरै ठुलो रहेछ कि यो नदी। घुम्दै 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 आयो। अनि यता चाहिँ हाम्रो यो यता मान्छेहरू माछा मार्ने कुनी के बुनिरहेको थिएन के। यता हेर्नु न कति लामो कति ठुलो रहेछ है पुल पनि। अनि हेर्नु न हाम्रो पुलको होइन झुलुङ्गे पुलको उता पारिपट्टि पनि ठुलो नदीको पारिपट्टि पनि सुस्ता गाउँ रहेछ के। हाम्रो नेपालको एउटा गाउँ नि यो नदीको पारि पनि हाम्रो नेपाल एउटा गाउँ छ के। कस्तो है। अनि यता चाहिँ पुरै बनाछन् यो थ्री ट्याङ्गल के बनाछन् के। यता फेरि हेर्नु न कति ठुलो रहेछ है त्रिवेणीको नदी। यता जता हेरे नि पुरै पानी नै पानी। हेर्नु न कति ठुलो रहेछ। यहाँबाट त्रिवेणीको त्यो ब्यारेज पुल पनि देखिन्छ कि साथीहरू। अलि न जुम गर्नै पाइएन, सो त्यही भएर। अनि यता चाहिँ हामी हेरिरहेको थियौँ। अनि घुम्दै 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 पुरै देखाइरहेको छु म। हेर्नु न यहीँबाट देखिरहेको के उता ब्यारेज पुल ऊ कुनाको रहेछ नि त्यो यो के ब्यारेज पुल हाम्रो नेपालको इन्डियाको सिमानाको पुल के। अनि त्यसपछि हामी घुम्दै 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 गयो पुरै देखायो। यो चाहिँ यता पुरै घुम्ने ठाउँ रहेछ कि यता साथीहरू। अनि त्यसपछि हामी त्रिवेणी पुग्यौँ। अनि त्रिवेणीमा पनि यता झुलुङ्गे पुल रहेछ कि त्योमा होइन यो सानो झुलुङ्गे पुल हो। यही झुलुङ्गे पुलबाट वाल्मिकी आश्रममा पनि पुगिन्छ। सो त्यसैको छेउमा हामी यता बस्यौँ नास्ताहरू गर्न। पिकनिक पनि भयो, नास्ता पनि भयो। अनि यता हामी पुरै सबैजना आयौँ। त्यसपछि खाइसकेपछि हामी आयौँ सिसमहल घुम्न। अनि यो चाहिँ सिसमहल जाने बाटो रहेछ यता पुरै छेउछेउमा। यता चाहिँ पुरै बिल्डिङ